Hello, what's up guys? Welcome to my video. धेरै समयपछि आइसकेको छौं भिडियो बनाउन। आज चाहिँ लङ भिडियो हाल्ने छौं हामी। आज लङ भिडियो आजको चाहिँ आज म खेल्न गइरहेको छु माइनक्राफ्ट। धेरै चाहिँ युट्युबमा देखिरहेको थिएँ मैले भिडियोहरु माइनक्राफ्टको। त्यही यसो ट्राई गर्दिम भनेर हो। आज ट्राई गर्नेछौं हामीले माइनक्राफ्ट खेल्न ट्राई गर्नेछौं। के छ यहाँ वर्ल्ड नेमहरु के राख्दिम ल। केडा हो राख्दिम ल। केडा हो चाहिँ राख्दिम। केटा हो सर्भाइभल क्रिएटिभ के सर्भाइभल क्रिएटिभ अचिभमेन्ट दिस क्रिएट बिल्ड एन्ड एक्सप्लोर विदाउट लिमिट। ये गर्नु नर्मली गर्नु। After you can't respawn if you die. Good luck. You will need it. अहिले हेर्नु। ओए सीड अरे मैंगो सीड ए अनि यार अघिको भिडियोमा त के नम्बर हाले थियो। नम्बर हान्दिन त है केडा। मरे राख्दिम 98447700987845 ल। हार्डकोर नगरम केडा हो। ल ल ल आज ल माइनक्राफ्ट खेलिन्छ ल। ठीक छ नि त क्या हो। के हो माइकमा त साथ छैन के। केडा हो के त नि आउँछ के सिट देखाउने होला अहिले प्राइस खोजेको अहिले बनाएको छैन केडा हो। केडा तिमीहरुकोतिर के कस्तो मौसम हाम्रोतिर त पानी परिरहेको यार। आज पानी पर्यो अब यो अपलोड गर्ने दिन के हुन्छ ल केडा अब डोन्ट किल डल्फिन्स यु मोन्स्टर। हल्का हल्का त मलाई नि खेल्न आउँछ। त्यहाँ भिडियोमा देखेछ के ट्युटोरियल हेरेको थिएँ मैले हल्का खेल्न त आउँछ। यस्तो नानी नबराबर त हैन म। ल आजको भिडियो माइनक्राफ्ट हुनेछ अनि भोलिको के कुन गेम खेल्ने ल केडा भन है ल। ओए म त हिमालयमा छु त। ओए भेडा ए मार्छन् नि मान्छेहरुले यार। रियलमा त मैले नि मार्दिन नि गेममा त मार्दिन मलाई आफ्नो। मर्यो मैले त्यहाँ युट्युबमा हेरेको थिएँ के गर्छ भने ओरियो रुख फुटालिन्छ क्या हातले यस्तो रुख फुटाल्ने अनि के बनाउन मिल्छ कि यस्तो बवाल हुन्छ कि तर गेम चाहिँ केडा भोइस क्वालिटी कस्तो आयो ल भन्दै है ल। कुनै कालो हो कुनै सेतो हो मलाई भेडा नि के हो र। धेरै घाममा हिँडेर के हो कालो त्यो घरभित्र बस्ने होला यो डुले डुले गर्ने होला भेडा होला त्यस्तै लाग्यो मलाई। गयो उफ्रेर हानिदिन्छ ल उता गयो कि
मर्यो किनभने के भन्छ यो उल यो उल दिन्छन् उलले अनि कस्तो भयो देखेको त्यहाँ सिरानी पनि थियो क्या हाँसो लागिरह्यो यार सिरानी रहेछ अन्त फेरि ओए अझै एउटा रहेछ ओए फुल के गर्न मिल्छ फुलले सेकेट रेसिपी अरे यो त पिङ्क हो हामी पिङ्की होइन पिङ्की भनेर के बनाउनु मिल्छ कि मैले देखेको थिएँ कि मैले युट्युबबाट सब सिकिसकेको केटाको थिएँ टिप्स चाहियो भने मलाई दुइटा भन्न चाहिँ यार मलाई यो भन है म तिमीहरूलाई बवाल ट्युसनै पढाइदिन्छु तिमीहरूलाई त खतरा भइसक्यो म अनि ट्युसन केही यस्तो सिक्न पर्यो भने मलाई भन है गेमको बारेमा त अलि बवाल भयो क्या तिमीहरूले दाइ नि ओए ओए के हो र मरिन्छ क्या अझै मलाई ठ्याक्कै कतिवटा चाहिन्छ के बनाउनु पर्छ यार नौ 10 वटा तिम्रो तीनटा सामान भयो हुन्छ भन्छन् यार तर लट्ठी यिनीहरूलाई यहाँ राखौँ बिस्तारै नि बनाउन बिस्तारो बनायो भने सुत्न मिल्छ अरे केटा राति राति भने सुत्न मिल्छ कोल COAL कोल यसले अनि खान पाइन्छ एउटा फर्नेस भन्ने आउँछ अरे त्यो भित्र हाल्ने तताउने खाने यहाँ सबभन्दा रेयर चाहिँ उस हुन्छ अरे केटा नेदरराइट है के भन्थे खै कहाँ गएर नेदर कहाँ गएर पाइन्छ अरे त्यो पनि भेटाउने खाम हामी आज पहिलो दिन ल के गर्ने ल बिस्तारै सिस्तारै छिटै पाइएर क्या कोही हुन्छ नि मलाई 2-3 दिनसम्म नपाइदिने कि बिस्तारै त्यस्तो नि हुन्छ कि मलाई मान्छे 2-3 दिनसम्म गयो खेल्यो बिस्तारै खाएन बब्ली हुन्छ तर हाँसो लाग्छ नि त्यस्तो आफूले पाएँ कि मसँग धेरै भयो यार यो धेरै पाइसक्यो ल ल यति माइन गर्ने अनि चाहिँ कहीँ जाउँला हामी हिँड्दै हिँड्दै जाने एक ठाउँमा हिँड्दै हिँड्दै जाने जहाँ पुगिन्छ त्यहीँ गएर रोकिनु ल धेरै मलाई यत्रो धेरै मैले ख्यार नि ल
ओए माथि के हो ओए यो मैले के भन्थ्यो यसको नाम के थियो कि यसको नामै बिर्सेँ रोग म एउटा फर्नेस भन्ने नि क्राफ्ट गरौँ न फर्नेस के भन्छ भने केटा त्यसले हाम्रो खाना तताउनु मिल्छ कि मलाई बब्ली हो कि गेम त तर यति तताउँ अनि त्यसै जाउँला है केटा वरि त्यहाँ जाने हो त्यहाँ के बवाल रहेछ है ठाउँ त्यहाँ जाऊँ त्यहाँ गएर के रहेछ हेरौँ त्यसपछि यो बालुवा होइन के यसको नाम बालुवा नै छ ल केटा अब हामी हिँड्ने हाम्रो यात्रा सुरु हुन्छ अब यहाँ फेरि यात्रा सुरु भयो केटा हो खुसी भयो हाँस्थ्यो हा हा केटाहरू टिकटक चलाउनु एउटा देख्यो होला नि अहिले भाइरल छैन तर मेरो फिडमा आए गर्दै पापाको पुन्टु लेननको पुन्टु पापा वहाँ कस्तो पानी पर्यो हो मलाई कस्तो आइदिन्छ कि त्यो पापाको पुन्टु लेनको पुन्टु पापा के भन्दै आउँछ कसरी लाग्छ त्यो लेनन नि झ्याउलाउँछ होला यार त्यो लेनन भन्ने पिक्चर इत्रुको ह मुला बाहिर चार्दिरहन् भाइले सोध्छ होला को बुढा आएर बोलिरह यी केटा रात पर्नलाई नि यस्तो ओए मर्न मर्यो रात पर्नलाई ठ्याक्कै रात पर्नलाई नि ठ्याक्क यस्तो गर्ने ठ्याक्क रोक एकछिन नसुताउनु अब बवाल पानी परेछ यार यहाँ त कस्तो पानी पर्यो मलाई खतरा के बाहिर गएर खेलौँ भने पानी छ कि मोबाइलमा बाहिरै बसेर खेलिदिन्थेँ म बिहान भयो यही हो क्या अघि म यो गेम खेल्न त खेल्थेँ पहिला त्यो हुन्छ नि मलाई कोरोना आएको बेला त्यो कोरोनाको बेला खेल्थेँ अहिले त खेले कति वर्षपछि खेले यार यो गेम के आएछ यस्तो यस्तो पहिला नि थाहा भएको होइन कि एउटै कुरा त्यो ओक लक भन्ने हुन्थ्यो पहिला त्यो त अहिले नि छ यो ओक प्ल्याङ्क भन्ने हुन्थ्यो अनि त्यसपछि त्यो बिर्च हो कि बर्ड्स के हुन्थ्यो कि त्यति थाहा थियो मलाई त बिट्स हो कि बर्ड्स के वुड हुन्थ्यो कि ए मलाई फेरि मलाई त्यो बर्ड्सवाला पर्यो भने मनै नपर्ने किन भित्रैदेखि रिस उठ्छ कि त्यो पर्यो भने त किन पर्यो यो भन्दै यस्तो ग्रह चाहिँ नमिल्ने हो कि के होइन त्यो प्र्याङ्क छ देख्यो भने रिस उठिहाल्ने पहिला अहिले त हुन उयो बिहा गर्छ त के हो मैले त खोइ बोलाएछ यहाँ अनि अँ 36वटा भएछ 36वटा भएछ खै चाहिएर अब यति लैजाउँ अनि त्यसै ए यसले फेरि रुख उगाउन मिल्छ
दुईटा मलाई धेरै छैन धेरै भयो भने कति रुपियाँ गर्ने मलाई धेरै संस्कारी हुन होइन यो संस्कारी हो भने मैले भिडियो बनाउने राखौँ भन्ने त्यही भएर धेरै संस्कारी धेरै राम्रो नि हुनुहुन्छ त्यहाँ रुख रोपेर संस्कारी को हुन्छ र तर मैले एक ठाउँमा सुनेको यो माइनक्राफ्टमा डह्रो गाह्रो हुन्छ अरे यो खेल्न त जङ्गल आयो भने यता नजाऊ डर लाग्यो देखेरै डर लाग्यो आज भिडियोमा सकेसम्म ल के गर्ने जे गर्न सकिन्छ त्यही गरौँ ल ओए कति ठुल्ठुलो पहाड हुन् तर मजा आयो यार यो फुटाउनु ओ म ड्यामेज दिन्छ त सब तैरिरहन् तर हामी जान लागेको चाहिँ कहाँ जाने त खाना नि होइन यार एउटा चौटा मासु खा त्यति एउटा चौटामा को अगाउँछ यार म त अगाउनु माछाहरू नि रहेछ नि त यार अनि मान्छे ढुङ्गे युगमा हामी पुग्यौँ यो खोलामा के भेट्छ सुन चाँदी हिरा मोती कोही कोही नेपालीले सोध्छ इन्डिया काली भेट्छ आएन म रेसिजम द्वारा इन्डियाको गोरो भेट्छु ल नो रेसिस्ट ए नो रेसिजम ओए भेडा 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 बाख्रा मर्यो म खत्रै आयो कि अलिक पुरो भइसक्यो म दोस्रोचोटि भन्दै मलाई पनि थाहा आयो पुरो भइसक्यो होइन ओए कस्तो नअफ्रे आएर ठिस ठुलो ठाउँ हो यो गेम कति ठुलो हो र मुला कहिले भेट्न क्या यो गेम नभए नि है यार यहाँ हो यहाँ कति दिन भयो म अन्त भर्खरै अब भर्खर सुरु गरेर ल ल ल
मासु मासु खाम अनि काममा जाम ओ के हो यो छोड्दैन धेरै मार्नु हुन्न कि ए म त नबोली बसेको एक्लै खेल्नु हामी कहाँ हिँडेको खास यत्तिकै जङ्गल जङ्गल भड्किरहेको हामी कहाँ हिँडेको मलाई पनि थाहा छैन तर के हो र एउटा रुख यत्रो मोटो फेरि यस्तो खानै नपाए कहाँ गयो खानै नपाउँदाखेरि यस्तो सुकेर भयो के हो फेरि हेर्नु यत्रो ठुल्ठुलो हानेहरू माथि माथि हेर्नुपर्छ कति ठुला हुन सक्यो रुख्नु तर र के हो र जता पनि जङ्गल मात्रै हो यार हामी जङ्गलबाट ननिक्लिने हो क्या जङ्गलबाट निक्लिने दिनमा लाइनमा हाल्नु मलाई थाहा भनेको यहाँ भिडा अरू खै के छ पर यहाँ मार्न नि आउँछन् अरे नि यार के खै के आउँछन् अरे ओए रोक कहाँ गयो भएन थ्याङ्क यू गुड बोय ओ यहाँ जाम यहाँबाट फेरि यता जाम अनि यता गरे दगुरम उफ्रियम मासम काम केडा रात पर्न लाग्यो हामी कहाँ पुग्यौँ ओए अस्तिर के फुट्यो सुतम यार थैट के फुट्यो के फुट्यो छोड जाओ तम फुट्दिरा म त के हो ओए ओ चाँदी ए आइरन आधी भन्न आयो खै थाहा छैन मलाई सुरुमा यो हालौँ न यो माछा अनि यो पोलौँ यो आइरन लिन जाऊँला रुक आइरन बेटा मैं तुझे लेने आ रहा हूँ अरू कहीँ होइन हेरौँ धन्नै खसेको
ल खानासाना खाइयो अब यसो यो खानासाना खाइयो अब जाम तलतिर झरामा अब धन्नै नमरे कसरी जाने त नि खुट्टाले जाने यता यता जाम यस्तरी 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 टर्च बनाउँ न टर्च बनाउनु चाहिँ टर्च प्ले अहिले खसिन्थ्यो हामी साह्रै नराम्रो यार सब त्यही मलाई तल झऱ्यो भने त प्याच्चै खाइहाल्छ नि तिनीहरूले Cerca andira pra torch टक्क यताबाट मेरे कॉबलस्टोन में आया तेरो काला रहेछ बकासुर ये सबै चाहिँ यहाँ यार ओए बच्चा ओए भाग 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 ओए भाग 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 ओए भाग ओए भाग ओए बचा न ओए भाछे ओए कसरी बाँचे म बुझेन रहेछ यार ओए कसरी बाँचे म ए बुझे बुझे कसरी बाँचे म यहाँ म धेरै प्रो वाला हो कि ए प्रो भर ओए मरे अब मरे अब मरे अब मरे अब मरे अब मरे ए ए ए मरे ए है गाउँले मरियो अझै ल गाइस आजको भिडियो यति नै आज मरेर खुसी लाग्यो भेट्नेछौँ भोलि नयाँ भिडियोमा बाई बाई थ्याङ्क यू सो मच